हेलो गाइज, आज चाहिँ म ओरियो बिस्कुटको आइसक्रिम बनाउन लागेको छु। अनि एउटा चाहिँ मैले एउटा ओरियो बिस्कुट चाहिँ खोलेर हालिसकेको छु। एउटा अब चाहिँ दुईटा हाल्न बाँकी छ। मैले एउटा खोलेर हालेँ। अब अर्को हाल्छु म। चाहिँ 3टा बिस्कुट हालिसकेको छु। 3टा। अब चाहिँ म यसलाई धुलो पार्छु अझै। धुलो परे छैन नि त। धुलो पारे तर परिरहेको थिएन क्या धुलो यसले। त्यही मैले छोडिदिएँ जे होला भनेर छोडिसकेँ। मैले चाहिँ भोइस कभर पछि गरेर आएको छु किनभने सुरुमा बोल्यो भने ब्याकग्राउन्डको साउन्ड नराम्रो आउँछ। त्यही भएर म चाहिँ पछि गरेर आएको छु। हेर्नु कत्रो ठुलो डल्लो परिरहेको थियो, धुलै भइरहेको थियो। त्यही भएर मैले छोडिदिएँ यत्तिकै। अनि बाहिर खसिरहेको थियो सबै। अब चाहिँ म दुध हाल्छु होइन। दुधमा तर थियो। मैले बाबालाई भन्दा थिएँ बाबा दुधमा तर छ भनेर। अनि हाल्दै भन्नुहुन्छ। त्यही भएर चाहिँ मैले हाल्न लाग्छु। एक दारू हालिसकेँ। मैले चाहिँ दुध हालिसकेको थिएँ अनि मैले यसले मिक्स गरेँ। तर यसले मिक्स गर्दाखेरि चाहिँ कस्तो मिक्सै भएन राम्रोसँग। अन्त तरले गर्दा कस्तो खाँदाखेरि मिठै नहुने जस्तो देखिरहेको थियो सुरुमा चाहिँ। त्यही भएर मैले चम्चाले मिक्स गर्न लाग्छु। हेर्नुहोस् बल्ल राम्रो भयो। अहिले थोरै भइरहेको थियो, थोरै छ अहिले। अनि म यसलाई यो जुन डल्लो परेछ नि त्यसलाई अझै पातलो बनाउँछु भनेर मिक्स गरेर त ठ्याक्क पोखिहाल्यो। म चाहिँ खुट्टाले च्यापेर गरिरहेको थिएँ किनभने भाँडा हल्लिन्छ नि त। अनि मैले फेरि दुध हालेँ धेरै बनाउनलाई। अनि चिनी कम भयो क्या, त्यही भएर म चिनी हाल्न लाग्छु। मलाई फेरि चिनी धेरै चाहिन्छ, त्यही भएर चिनी मैले हाल्न लाग्छु। सुरुमा चाहिँ मैले थोरै हालेको थिएँ तर पछि मैले भिडियो अफ गरेपछि अझै हालेँ। अब म चिनी हालेर फेरि घोल्छु। म चाहिँ फेरि दुध हालेँ अनि म चाहिँ अब यो कपमा हाल्छु। अनि 3टा लिइसकेँ मैले। सुरुमा चाहिँ म 3टा लिएँ तर पछि चाहिँ हल्का बढी भएको थियो थोरै, त्यही भएर 4टा लिएँ थिएँ मैले कप। पछि चाहिँ म सुरुमा चम्चाले हाल्दा हेर्छु न गाइस, मैले चम्चाले हालेको थिएँ क्या भुलेर। मैले भुलिसकेको थिएँ कि भाँडाले पनि हाले पनि हुन्छ भनेर। तर पछि याद आयो मैले चाहिँ पछि क्यामेरा अफ गरेर भाँडाले नै हालेको है। अहिले चाहिँ चम्चाले हालेर रहेछु मैले भुलेर, सरी है। अब चाहिँ मैले भर्न लाग्छु। कस्तो नराम्रो देख्छ अहिले तर पछि चाहिँ मिठो हुन्छ। मैले चाहिँ हालिसकेँ। मैले भनेको थिएँ नि 4टामा हालेको थिएँ मैले भनेर। तर मैले 4टामा त हालेँ, 3टामा बढी भयो, एउटामा कम भयो क्या। 3टामा ठ्याक्कै भएको थियो। म चम्चा पनि हालेँ। अब एउटा गरेर म फ्रिजमा हाल्छु। अनि मैले चाहिँ क्यामेरा तल गरेर आइरहेको थियो अनि ठाउँ पनि थिएन त्यहाँ। आइसहरू राखेको थियो कुलरको लागि। अनि त्यही भएर मैले चाहिँ क्यामेरा अफ गरेर हल्का मिलाएँ। अनि मैले त्यो आइसलाई चाहिँ उता राखेँ। अहिले चाहिँ मैले चाहिँ 4वटै राखिसकेको छु जसरी मिलाएर। अनि अब चाहिँ आइस मतलब आइसक्रिम जमेपछि चाहिँ म चाहिँ खाएर देखाउँछु है त। म चाहिँ एकदम एक्साइटेड छु। फाइनली गाइस 4 दिनपछि हुन त पहिले जमिसकेको थियो तर अब भिडियो बनाउन नपाएर त्यही भएर बनाउनै भएन कि मैले त्यो भिडियो। अनि त्यसपछि
सबैले खाइसकेको थिएँ, मेरो मात्रै बचेको थियो अनि यत्रो आइस भएको थियो नि। अब हजुरले हेर्नुला यस्तो आइस भएको छ। चाहिँ म यसलाई खान लाएको थिएँ होइन। म चाहिँ खाम भनेर भनिरहेको थिएँ अनि अड्डाएँ। जसरी खोल्नुलाई चाहिँ पुरै खुल्नै लाएको थिएन क्या, यस्तो टाइट भएको थियो। त्यसपछि चाहिँ मैले भिडियो रोकेर एकैछिन पानीमा नर्मल पानीमा डुबाएर हेर्नुहोस् यस्तो राम्रो भएको थियो। तर धुवा यति धेरै आइरहेको छ नि, त्यो हुन्छ नि बाफ चाहिँ हेर्नु यति धेरै आएर म ब्याक क्यामेरा गरेर हजुरलाई देखाउँछु। यति धेरै बाफ आइरहेको थियो, हेरौँ न। अब 4 दिन राख्यो भने यत्रो धेरै बाफ आउन त, यत्रो धेरै बाफ आइरहेछ। आमा मलाई यस्तो डर लागिरहेको थियो खाना पनि यत्रो बाफ देखेर, त्यही भएर म ढोकाएर खाइरहेको थिएँ। अनि मेरो अगाडिको दाँत दुखिरहेको थियो होइन। यो खाएर मतलब चिसो केही चिज खायो भने दाँत चिडचिड हुन्छ नि त। अनि यस्तो मिठो थियो गाइस, मलाई त एकदमै मिठो लाग्यो। सुरुमा चिसो खायो भने चाहिँ टेस्ट आउँथेन, तर पछि चाहिँ यस्तो मिठो भएको थियो। सो हजुरहरूले पनि ट्राई गर्नु होला घरमा। बाई बाई।